पनि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज हामी यता दुवाकोटको साइडमा आएको छौँ र आज यता एउटा प्राइज हान्ने कार्यक्रम सुरु भयो बिहान बिहानै। हेर्नु होला माथि प्राइज हान्ने मान्छेहरू बसेका छन् र हामीले चाहिँ अहिले होइन 6-8-9वटा प्राइज मुनि झारिसक्यौँ। एउटा झार्दैछ, माथिबाट हेर्ने कसरी झार्छ। प्राइज हार्ने तरिका देखो गाइस, देखो ऐसे झाड़ते हैं प्राइज। यो पनि तरिका होइन प्राइज हार्नेला। सिधै मुनि आइपुगी हेर्नुहोस्, सिधै मुनि। ल गाइस दाससम्म हेरिदिनु होला। हामीले चाहिँ यसरी प्राइज होइन झारिसकेका छौँ। माथि चाहिँ दुईजना झत्ते झत्ते झत्ते। यो चाहिँ हाम्रो दुवाकोटको साइड हो। ल यहाँ चाहिँ प्लास्टर सकिन आँटेको छ। यस्तो छ हाम्रो दुवाकोटको साइड। र आज चाहिँ म दुवाकोटमा आएको छैन, सुतिरहेको थिएँ मस्तले। आज चाहिँ म फेरि काममा लागिसकेका छु। र हेर्नुहोस् यहाँ हामी चाहिँ अहिले प्लाइ झार्दैछौँ र यही हो। यो चाहिँ भ्लग हाल्न पाएन। आज चाहिँ नयाँ साइड त होइन, त्यो पनि नयाँ साइड होइन, पुरानै हो। त्यो पनि हजुरहरूको लागि हो नि, नयाँ हजुरहरूको लागि चाहिँ नयाँ हो यो साइड। त्यसै गरी अब यसरी प्लाइ झार्न आँटेको छौँ। हेर्नुहोस् प्लाइ झार्ने तरिका यस्तरी छ हाम्रो चाहिँ। मान्छे झुन्डेर मरे यसरी। होइन अब प्लाइ सकेर डोड्किनु मुनि झरेर यहाँ डोरीमाथि लानु लाग्यो। ए हो हाम्रो दुवाकोटको साइड चाहिँ यस्तो छ पुरै। यो चाहिँ मेरै साथीसँगै पढ्ने साथीको घर हो। र हेर्नुहोस् हामीले चाहिँ यसले बनाएर यसरी चट्टो पारिसकेको छौँ र हेर्नुहोस् यस्तो छ यताको भ्यू चाहिँ। प्लास्टर सकेको छ एउटा रुम। हेर्नुहोस् वाउ क्या खत्रै छ है, खत्रै छ। यो चाहिँ हाम्रो माओवादी सर हो। यहीँ गएर हाँस्छ। हाम्रो चाहिँ एउटा रुम सकेको छ र अर्को रुममा लाग्यो। यता अब यता हामीले चाहिँ भर्खर हानेको भित्ता क्लियर। यता सरजीले मस्त फोकसमा हान्दैछ सबैजना। हेर्नुहोस् लजाउँछु। खानाहरू फेरि काममा लागिसकेका छौँ। यहाँ हेर्नुहोस् हाम्रो काम गर्ने टोलीहरू। अघि हाम्रो यो हानेको सकेट थियो र यता हान्दै थियो अघि। र अब म चाहिँ यता गाह्रो लाउँछु। म चाहिँ छुट्टै, उनीहरू प्लास्टिक अनि अर्कै गरेर गर्छ। म चाहिँ यहाँ किचनलाई टक्क छुट्टै वालले गर्छु। हेर्दै गर्नु होला र लास्टसम्म हेरिदिनु होला। हेर्नुहोस् यो चाहिँ हाम्रो दुवाकोटको साइड हो। यहाँ माओवादी ठुलो हाम्रो। केही प्रतिक्रिया दिनु न हजुरको। माओवादी भन्छ यहाँ मैले घन्टीको छ। माओवादी भएर घन्टीको टोपी लाउँछ। यो के हो सरकार होइन? यस्तो अब कारागारमा लिनु पर्यो यस्तो मान्छेलाई। अब घन्टी त तानी सिकाएको माओवादी। हेर्नुहोस् म चाहिँ खाना खाएर
किचनको वाल लाउनलाई मैले यत्रो लगाइसकेँ अब यहाँ हाम्रो माओले ठुल्बा कैसा लगा मेरा मजाक अनि यत्तिको चाहिँ हुनु पऱ्यो है ल मैले वाल कसरी लाउँछ हेरिदिनु होला कृपया सके भर्खरै होइन यहाँ लाउँदा लाउँदा हाम्रो भाइरल बाजे आइपुग्नु भएछ भाइरल बाजे तपाईँहरूले धेरै दिन भएको नदेख्नु भएको आज देख्नुभयो ल यता चाहिँ प्लास्टर सुरु हुँदैछ कौन है ये लोग कहाँ से आते हैं यहाँ बोका करायो भने यस्तो हुन्छ बोका करायो कि पार्टी करायो कि बोका करायो यो अब यस्तो छ यहाँ चाहिँ यस्तोरी भट्कीबाट होइन हान्दैछ यसरी यसरी हान्दैछ हाम्रो यहाँ बुट्टा त प्लास्टर गर्दै छौँ यसरी त्यहाँ कोही माथि खटमा चढेर कोही यता मुनि भुइँमा मैले चाहिँ भर्खर वाल सकेर आएको यतै रोपाइ गरेर रहेछ रोपाइ यता अब यहाँ कोही चिया कोही चिया म चाहिँ केही नखाने म केही खाँदिनँ चिया नि खाँदिनँ दुध चिया नि खाँदिनँ रक्सी सक्सी नि खाँदिनँ कोल्ड ड्रिङ्क्स नि खाँदिनँ पैसा बचाउँछ पैसा बचाउने भयो होइन मैले खाँदैन है बाजे हो कि भन्नु ल पुरा हो नि अनि बाई लास्ट तपाईँहरूमा थ्याङ्क यू हस् त बाई भाइ नमस्ते